धेरै दिनपछि घाम लाग्यो है। घर बिदामा गएको थियो, सेकेन्ड डे हो होइन, कस्तो भइरहेछ? आज चाहिँ ठिकै भयो, काम सजिलै परेको थियो। यसो हल्का दर्शन नमस्ते सबैलाई। हाम्रो कलाकार भाइ भर्खर उहाँको च्यानल चाहिँ मोनिटाइज भएको छ। हामीलाई पनि यहाँ जोस जागर मिलिरहेछ कि दाइ, यता कुमार दाइ अनुहार त देखाउनु पर्यो। हो उहाँतिर हाम्रो मोडल यहाँ रिल सुटिङ हुन्छ। कुमार दाइ यता आउनु पर्छ जस्तो लागिरहेछ। त्यहाँ त्यतातिर लोकेसन हेर्दैछौँ। मौसम चाहिँ एकदम सफा छ, आकाश पुरा क्लिन छ कि। अनि टी सर्टसँग पनि एकदम कम्फर्टेबल फिल भयो। अनि यहाँ माधुर बोहरा के बनाउनु भन्ने गरे हाम्रो सहकारी डाइरेक्टर उहाँ हुनुहुन्छ भने डाइरेक्टर साहब। 5 जना ठिकै रहेछ। एउटा क्यामेराम्यान, एउटा एम्पायर, 4 जना चाहिँ छिट्टो हुन्छ। ठ्याक्कै दौडिने कि 4 जना 4 लाइनमा बस्ने। एम्पायर साइडमा हुन्छ। 1 2 3 भने दौडिने हैन। 3 भनेपछि 3 जना भन्नुभयो। 4 म 4 नम्बरमा छु। यसै सोध्ने पनि यहाँ रिहर्सल हुँदैछ। कलाकार भर्खर हाम्रो चाहिँ एउटा रिल सुटिङ भयो। थाकेर थकित भएर बस्यो। आसमान ऊ आफै हिँड्ने कि उता अलिकति हिँडेको देखाइदिने। अनि पछाडि त्यो मोबाइल चोर्या हुन्छ त्यसले चाहिँ उसलाई देखाएर हाँस्ने कि मोबाइल देखाउँदै हाँस्ने। के कसलाईमा मतलब बुझिन? मोबाइल कसलाई देखाउने त फेरि मोबाइल लाटोलाई कि पिटाइ खानेलाई उसले त राम्रै भने हुन्छ नि त, तेरो मोबाइल चोरी भयो भनेर होइन। बाटोले चोरेको हुन्छ हैन, बाटो चोरी हुन्छ। बाटोले फेरि लाटोलाई यहाँ देखाउने। चाहिँ लास्टमा लाटोलाई देखाएर हाँसेर अनि जाने कि। स्क्रिप्ट चाहिँ भनिदिँदै हुनुहुन्छ हाम्रो डाइरेक्टर साहबले। कलाकारहरू रेडी छौँ ल। आरु रेडी गाइज? हुन्छ ल, कसलाई के रोल दिनु नि त, अनि त्यही गर्नु। लाटो त तपाईँ भन्नु हुन्छ। म लाटो चस्मा खोल्छु यार, चस्मा लाटो त देखिँदैन फेरि। मोबाइल चोरी तिमी बना नि त। मोबाइल चोर विशाल हुन्छ यो बाटो। अनि मैले पनि राम्रोसँग कहानी बुझ्नुपर्छ अरे, क्यामेराम्यानले त नबुझेको हान्छ हान्छ अन्त गर न तिमी पनि हाम्रो लागि गर न हैन एक्सन। यहाँ फाइनल्ली सुटिङ चाहिँ कम्प्लिट भयो। उनीहरू जाँदैछ, हामी चाहिँ डिभिडी जाँदैछौँ। ए कडै लाग्दो रहेछ, तर थाहा छैन यसको चाहिँ कस्तो आउँछ होइन। प्रतिफल टेकर धेरै भयो, कस्तो आउँछ। म चाहिँ उहाँको आइडी पनि यहाँनिर मेन्सन गर्छु। ट्याग न उहाँ 2 जना ट्यागकै क्यामेराम्यानमा क्यामेरा अझै पनि क्यामेरा छ। ल हस् त बाई।